हिन्दू धर्मले जात जाति बनाएर मान्छेहरूलाई प्रताडित गरेको भन्ने आरोप लागिसकेपछि जातको बारेमा आज बोल्नुपर्ने भयो। र यो जात जातिको जुन व्यवस्था छ यसलाई झन बलियो बनाउन अङ्ग्रेजहरूले कस्तो भूमिका खेले भन्ने विषयमा जान्न जरुरी छ। अब फेरि अङ्ग्रेजको कुरा आयो। अङ्ग्रेजको कुरा आउँदा एक थरी मान्छे नेपालमा जो भर्खरै धर्म परिवर्तन गरेका छन् उनीहरूको छाती पोल्न थाल्छ। उनीहरूको छाती एकदम भतभती पोल्छ। अब यो किन पोल्छ थाहा भएन। सायद उनीहरू अङ्ग्रेजलाई आफ्नै पुर्खा ठान्छन् किनकि उनीहरू त्यो किताब बेच्न आएका थिए र त्यो किताब उनीहरूबाटै किनेको हुनाले उनको कालो इतिहासको बारेमा कुरा निकाल्ने बित्तिकै नेपालका मान्छेहरू जो छन् उनको छाती पोल्न थाल्छ र उनी कमेन्ट गर्न आउँछन्। अब छाती पोले पनि पोलोस् तर सत्य कुरा भन्नुपर्छ। जे भएको त्यो कुरा गरौँ। नेपाल र इन्डियामा जाति प्रथा पेसाको आधारमा थियो। अब क्वेसन गर्लान् इन्डियाको कुरा किन निकालेको भनेर। इन्डिया र नेपालको सभ्यता एउटै हो। सामाजिक संरचना पनि करिब करिब त्यस्तै छ। त्यसैले इन्डियामा भएका धेरै कुराहरूको असर नेपालमा पनि पर्छ र नेपालमा जाति प्रथा कसरी सुरु भयो अथवा कसरी जरो गाड्यो भनेर बुझ्नका लागि इन्डियाको इतिहास बुझ्नुपर्ने हुन्छ। त्यसैले छोटकरीमा पहिले इन्डियाको इतिहासको कुरा गरौँ। इन्डियाका विभिन्न समाजहरूमा जाति प्रथा आफ्नै किसिमका थिए। अलग अलग समाजमा अलग अलग जातिहरू थिए र अलग अलग जातिहरूका अलग अलग पेसा थिए। अलग अलग समाजमा अलग अलग जात र थरहरू थिए भनेर कसरी पनि बुझ्न सकिन्छ भनेपछि नेपालमा फलामको काम गर्नेलाई कामी भनिन्छ र इन्डियामा त्यसैलाई लोहार भनेर भन्ने गरिन्छ। यसरी हरेक समाजमा आफ्नै किसिमका जातिहरू थिए र उनीहरू आफ्नै किसिमका पेसा गर्थे र समाज चलिरहेको थियो। समाज प्रगतिशील हुन्छ। केही समयपछि समाज परिवर्तन हुन्थ्यो होला। तर ठ्याक्कै त्यतिखेर अङ्ग्रेजहरू आइपुगे। अङ्ग्रेज जुन जुन समाजमा गए त्यहाँ उनीहरूले वितण्डा मच्चाए। अङ्ग्रेजहरूको सबैभन्दा ठुलो नीति र अङ्ग्रेजहरू सबै देशमा सफल हुनुको कारण के हो भनेपछि फुटाउ र राज गरेको नीति। उनीहरूले फुटाउँछन् र राज गर्छन्। उनीहरूले इन्डियामा आफ्नो राज्य विस्तारका क्रममा यति आतंक र अत्याचार मच्चाए र उनीहरूको अत्याचार सहनै नसक्ने भएपछि 1857मा अङ्ग्रेजहरू विरुद्ध विद्रोह भयो जसलाई सैनिक विद्रोह अथवा सिपोय रिभोल्ट भनेर भन्ने गरिन्छ। त्यो विद्रोह त अङ्ग्रेजहरूले जसोतसो दबाए तर त्यसबाट उनीहरूले ठुलो पाठ सिके। त्यो विद्रोहमा सम्पूर्ण जात जातिहरू एकबद्ध भएर अङ्ग्रेजको विपक्षमा लडेका थिए र त्यसैबाट अङ्ग्रेजहरूले अर्को नीति के ल्याए भनेपछि अब यी जात जातिहरूलाई वर्गीकरण गरिएन भनेपछि यिनीहरूलाई फुटाइएन भनेपछि भोलि यसरी नै एकबद्ध भएर हाम्रो विरुद्ध उभिनेछन् र हाम्रो शासन खतरामा पर्नेछ भन्ने उनीहरूलाई लाग्यो र त्यसैको परिणामस्वरूप उनीहरूले 1901मा जनगणना गरे र त्यही हो पहिलो जातिगत जनगणना इन्डियामा भएको। र त्यो जातिगत जनगणनामा यस्तो पाखण्ड गरियो यो सुन्न लायक छ। यो सुन्नुहोस्। त्यो जातिगत जनगणनाका प्रमुख आयुक्त थिए हर्बर्ट रिजली भन्ने मान्छे। त्यतिखेर जब यिनीहरूले जातिगत जनगणना सुरु गरे त्यही बेला हो यो नाक चुच्चो, नाक लामो, नाक थेप्चो अथवा कालो या गोरोको आधारमा जातको वर्गीकरण गरिएको। अब फेरि हर्बर्ट रिजलीकै कुरा। उनले इन्डियामा रहने सम्पूर्ण मान्छेलाई दुई भागमा वर्गीकरण गरे। एउटालाई मङ्गोलाइट भने र अर्कोलाई इन्डो आर्यन भनेर नाम दिए। मङ्गोलाइट भनेका नर्थ इस्टर्न पार्टमा रहने मान्छेहरू, इन्डियाका आसाम सिक्किम यतातिर बस्ने मान्छेहरू जसको फेस मङ्गोलको जस्तो देखिन्छ उनीहरूलाई मङ्गोलाइट भन्ने नाम दिए र त्यहाँ जातिगत वर्गीकरण गरेनन्। तर जुन इन्डो आर्यन भन्ने नाम दिइयो जो तराईतिर बस्ने मान्छेहरू थिए जसको नाक अलिकति लामो हुने गर्थ्यो र आँखा ठुला हुने गर्थे उनीहरूलाई हर्बर्ट रिजलीले फेरि जातमा बाँडे र तल्लो जात र माथिल्लो जात अनुहार हेरेर निर्णय लिइयो। जसको नाक अलि चुच्चो छ नाक नापेर है फेरि नाक अलि चुच्चो भएको अलि लामो नाक भएको र गोरो अनुहार भएको माथिल्लो जातको मान्छे र जसको नाक अलि छोटो छ अलि फैलिएको छ र अलि कालो वर्णको मान्छे छ ऊ तल्लो जातको मान्छे। यो किताबमै लेखिएको कुरा हो है। फेरि यो उनले लेखेको किताब हो। द पिपल अफ इन्डिया भन्ने किताब छ। 1908मा पहिलोपटक प्रकाशित भएको र त्यसका कयौँ एडिसनहरू अहिले भेट्न सकिन्छ। त्यो किताबमै लेखिएको छ जातको वर्गीकरण मान्छेको अनुहार हेरेर गरियो भन्ने। मङ्गोलाइट थेप्चो नाक भएका र मङ्गोल जस्ता देखिनेहरूलाई मङ्गोलाइट भनियो। उनीहरूमा उच्च र निच्चो जात भन्ने बनाइएन। तर इन्डो आर्यनहरूलाई चाहिँ उच्च र निच्चो जात भनेर दुईवटा जातमा वर्गीकरण गरियो र त्यस अन्तर्गत विभिन्न अन्य जातिहरू जुन समाजमा थिए तिनीहरूलाई राखियो। यसरी समाजमा रहेका र पेसाका आधारमा जातमा बाँडिएका मान्छेहरूलाई कानुनी रूपमै कहिले नछुट्ने गरेर उनीहरूको नामको पछाडि तल्लो जात या माथिल्लो जात लेख्ने सिस्टम सुरु भयो। अब फर्कौँ नेपालको इतिहासमा। अब नेपालको सबै इतिहास भन्न त धेरै लामो हुन्छ भिडियो तर छोटकरीमा लिच्छवी र मल्लकालको कुरा गरौँ। त्यसपछि राणाकालमा आउँला। लिच्छवी काललाई नेपालको स्वर्णयुग पनि भनिन्छ र लिच्छवी कालदेखिकै
धेरै लिखित इतिहासहरू हामीसँग छन्। लिच्छवीकाल 4 देखि 9 शताब्दीसम्म रह्यो र त्यसबीचमा काठमाडौँ र काठमाडौँ वरिपरिका ठाउँहरू सांस्कृतिक धार्मिक रूपमा समृद्ध बनेका थिए। समाजमा रहेका विभिन्न जात जातिहरूले राष्ट्र निर्माणमा योगदान गर्थे। जस्तो शिल्पकारहरूले विभिन्न मठ मन्दिर चैत्य र विभिन्न अन्य संरचनाहरू बनाउन मद्दत गर्थे। त्यसै लोहारहरूले हात हतियार बनाउन मद्दत गर्थे। यसरी पेशागत आधारमा जातिहरू बाँडिएको थियो र जातिहरूले गरेको कामका आधारमा उनीहरूको सम्मान हुने गर्थ्यो। त्यतिखेर जात जातका बीचमा छुवाछुत थियो अथवा मन्दिरभित्र पस्न दिइन्थेन भन्ने इतिहास भेटिँदैन। त्यसपछि 12औं देखि 18औं शताब्दीसम्म नेपालमा मल्ल वंशहरूले राज गरे। त्यसबेला पनि समाजमा धार्मिक र सांस्कृतिक एकता भएको इतिहास भेटिन्छ। मल्लकालमा पनि जातिहरू पेसाका आधारमा बाँडिएका थिए। शिक्षा, कला र अन्य क्षेत्रहरूमा सबैको समान पहुँच थियो र सबैको समान सहभागिता थियो। त्यसैले गर्दा मल्लकाल सांस्कृतिक र धार्मिक हिसाबले एकदमै समृद्ध थियो। अब फास्ट फरवर्ड गरेर राणाकालमा पुगौँ। राणाकालसम्म आइपुग्दा नेपालको समाज त्यस्तो रूपान्तरण त भएको थिएन, तर नेपाली समाजमा जातभातको खाडल त्यस्तो धेरै ठुलो थिएन। तर जब राणाहरू शासन गर्न आए त्यसपछि सामाजिक व्यवस्था खलबलियो। राणाहरूलाई आफ्नो सत्ता टिकाउनु थियो र उनले आफ्नो सत्ता टिकाउनका लागि जे पनि गरे। सबभन्दा पहिलो काम चाहिँ इन्डियामा जुन सिपाही विद्रोह भएको थियो त्यो दबाउनका लागि जङ्गबहादुर राणाले ब्रिटिसहरूलाई सहयोग गरे र त्यो सहयोग गरिसकेपछि ब्रिटिसहरूको र जङ्गबहादुर राणाको सम्बन्ध राम्रो बन्यो। त्यसै अन्तर्गत उनी बेलायत घुम्न पनि गए र बेलायतबाट घुमेर फर्केर आइसकेपछि 1906मा उनी फर्केर आए। त्यसपछि उनले नेपालमा आएर लिखित कानुन बनाउन सुरु गरे र त्यसैको परिणाम हो मुलुकी ऐन, जसमा कथित पानी चल्ने र नचल्ने भनेर जात छुट्याइदियो। र त्यही दिनदेखि नेपालमा जुन पेशागत आधारमा वर्गीकृत समाज थियो त्यसलाई कानुनी रूपमा नै पानी चल्ने कि नचल्ने भनेर वर्गीकरण गरिदियो। यो पनि ब्रिटिसकै सिको थियो। ब्रिटिसहरूको जुन सिद्धान्त छ फुटाउ र राज गर, त्यही सिद्धान्त राणाहरूले पनि अपनाउन खोजेको देखिन्छ। केही मान्छेहरूलाई आफ्ना नजिकमा राखे, उनीहरूलाई सेवा सुविधा दिए, तर अधिकांश मान्छेहरूलाई कथित तल्लो जात भनेर उनीहरूबाट काम लिने काम गरे। र त्यस अन्तर्गतको एउटा अर्को पाखण्ड राणाहरूको के हो भनेपछि मान्छेहरूलाई शिक्षाबाट वञ्चित गर्नु। मान्छे माथिल्लै जातको होस्, जस्तोसुकै जातको होस्, जबसम्म मान्छे शिक्षित हुँदैन तबसम्म उसको चेतनाको स्तर बढ्दैन र जब चेतना हुँदैन तब रूढिवादी परम्पराहरू फैलिँदै जान्छ, ती कम हुँदैनन्। राणाहरूले पनि स्कुल त खोले तर आफ्ना लागि खोले। त्यो आफू मात्रै पढ्ने र कथित केही माथिल्लो वर्गका मान्छेहरूलाई मात्र पढ्न दिए। अब माथिल्लो वर्गका पनि कतिजना मान्छे होला राणाहरूको साथमा। माथिल्लो जात भनेर ब्राह्मणलाई तोकिदियो, तर ब्राह्मण त देशभरि थिए। के सबै ब्राह्मणहरूले पढ्न पाए अथवा यो सबै ब्राह्मणहरूको चेतनाको स्तर त्यस्तो पुगेन र शिक्षाबाट सम्पूर्ण देशका मान्छेहरूलाई वञ्चित राखिदिए, चाहे त्यो माथिल्लो जातको होस् चाहे तल्लो जातको होस्। ब्राह्मणहरूले पढ्न त पाए तर त्यही कर्मकाण्ड पढ्न पाए, त्यही संस्कृत पढ्ने, पूजापाठ गर्ने, श्राद्ध गर्ने, यस्तै गर्ने, तर कर्मकाण्डभन्दा बाहिरको शिक्षा लिन पाएनन्। शिक्षा नै लिन नपाएपछि ब्राह्मणै भए पनि ब्राह्मणको चेतनाको स्तर कसरी बढ्छ? त्यसैले गर्दा तल्लो जात माथिल्लो जात जेसुकै जात भने पनि यदि शिक्षा त्यहाँसम्म पुग्दैन भनेपछि सम्पूर्णको चेतनाको स्तर त्यही हुन्छ। यसरी विभिन्न समयमा विभिन्न शासकहरूले समाजमा रहेका कुरीतिहरूलाई झनै प्रशय दिएर कानुनी रूप दिए। समाजमा रहेका कुरीति र कुप्रथाहरू समयसँगै बदलिन्छन् र ती बदलिन्थे होला। यदि इन्डियामा अङ्ग्रेजको शासन नभएको भए, मुगलहरूले आक्रमण नगरेको भए इन्डियाको समाज पनि परिवर्तन र रूपान्तरण हुन्थ्यो होला। त्यस्तै नेपालमा पनि जहानिया राणा शासन नभएको भए र यस्ता अनेकौं थरी आन्दोलन नभएको भए, स्टेबिलिटी भएको भए, शिक्षामा सुधार भएको भए, आर्थिक सुधार भएको भए सायद यो जातभातको कुरा आजसम्म रहन्थेन होला। तर हाम्रो देशले कहिले पनि स्थिरता देखेन, गरिबीमा रह्यो र शिक्षाबाट वञ्चित रह्यो। त्यसैले कथित उच्च र निच्चो जात भनेर मात्रै हुँदैन, चेतनाको स्तर जबसम्म राम्रो हुँदैन तबसम्म समाजमा यस्ता किसिमका समस्याहरू भइ नै रहन्छन्। तर यसो भन्दैमा परिवर्तन भएको छैन भन्ने होइन। अहिलेको 2 दशकमा एकदमै धेरै ऱ्यापिडली परिवर्तन भइरहेको छ। सूचना प्रविधिले गर्दा पनि होला, सायद फर्मल शिक्षा नपाए पनि मान्छेहरूले विभिन्न तरिकाको सूचना पाउँछन् र त्यसले मान्छेको चेतनाको स्तर बढाउँदैछ। तर आज आएर आजै मलाई चेन्ज चाहियो भनेर भन्यो भनेपछि त्यो सम्भव नहुन सक्छ। नेपालको कुनै एउटा कुनामा रहेको गाउँमा गएर कथित उपल्लो जातका कुनै एउटा वृद्धलाई भेटेर मलाई तिम्रो भान्सामा जान देऊ, आजैबाट यो जात जाति सिद्धाउ भनेर तपाईँले भन्नुभयो भनेपछि तिनले नमान्न सक्छन्। तिनको चेतनाको स्तर त्यति वृद्धि नभएको हुनसक्छ, तिनको सोच त्यही पुरानो जमानाको हुनसक्छ। त्यसैले त्यहाँ गएर झगडा गर्नुभन्दा तपाईँ र हाम्रो पुस्ताको मान्छेले बसेर छलफल गरेर यस्ता सामाजिक कुप्रथाहरूको समाजमै समाधान खोज्नुपर्ने हुन्छ। र जातीय विभेदको समाधान भनेको धर्म परिवर्तन, झगडा, हिंसा पनि होइन। यसको समाधान भनेको चेतना नै हो र चेतना शिक्षाबाट आउँछ। त्यसैले सबैभन्दा पहिले शिक्षामा जोड दिउँ र यसरी नै आफ्नो ठाउँबाट जसरी सकिन्छ समाजमा रूपान्तरण ल्याउने खालका सूचनाहरू स्प्रेड गरौँ। थ्याङ्क यू भेरी मच। I'll see you in the next video.